संसारभरि हामीलाई थाहै छ कोभिड-19 ले गर्दा एउटा आतंकको अवस्थाहरू छन् र यो युद्धकै रूपमा चाहिँ सबै मुलुकहरू लडिरहेको स्थितिहरू छन् र सरसर्ती हेर्दाखेरि संसारभरि लगभग मोर देन 60% मुलुकहरूले लकडाउन लगाइरहेको स्थितिहरू छन्। त्यसै क्रममा नेपालले पनि के छन् लकडाउन लगाएको स्थितिहरू छन्। यसो हेर्दाखेरि अरू मुलुकलाई हामीले हेर्यौं भने जहाँ जहाँ लकडाउन लगाएछ लकडाउन सँगै के छ भनेपछि रिलिफको व्यवस्था गरेछ, कास्ट ट्रान्सफरदेखि लिएर धेरै व्यवस्थाहरू गरिएको अवस्थाहरू छ। तर नेपालमा धेरै ढिलो आएर के छ भनेपछि त्यो 30 केजी चावल 2 केजी दाल आदि आदि जे गर्दाखेरि त्यो पनि प्रपरली के छ भने 2-3 हप्ता पछि पनि प्रपरली चाहिँ पुगिरहेको स्थिति छैन। एउटा अवस्था त्यो देखिरहेको छौं हामीले। दोस्रो हामी समाचार यसो सुन्दाखेरि यसै मनै चाहिँ दुखेर आउँछन्। काठमाडौँमा सारा चाहिँ बसिरहेछन्, सबै बालबच्चाहरू बुढाहरू चाहिँ के छ भने बोकेर सबै कुरा बाटोमा हिँडिरहेको स्थिति छन्। विदेशमा भेडा बाख्रा जस्तो कोचेर राखिरहेको स्थितिहरू छन्। तिनीहरूको जब चाहिँ लस भइसकेको छ, तिनीहरू कराइरहेको छ, तिनीहरू आउन खोजिरहेको छ। त्यहाँ त्यही मुलुकका सरकारहरूले तिमी जाओ भनेर अपील गरिरहेको स्थितिहरू छन्। यी तमाम स्थिति हेर्दाखेरि लकडाउन एउटा अवस्थामा सोशल डिस्टेन्सिङको लागि आइसोलेसनको लागि एउटा अवस्था ठिक होला, तर लकडाउन मात्रै चाहिँ सबै कुराको सल्युसन चाहिँ होइन। लकडाउन पूर्व के छ भनेपछि डेमोक्रेटिक कन्ट्रीमा जनतालाई एउटा चेतना दिनुपर्छ, उसलाई के छ अवेरनेस चाहिँ ठिक ढंगले दिनुपर्छ र उसले बुझिसकेपछि त्यसलाई के छ नि केही हदसम्म मेन्टेन गर्ने आफै पनि मेन्टेन गर्दै जाने चाहिँ स्थितिहरू हुन्छन्। ल ठिकै छ, कतिपय अवस्थामा के छ भनेपछि त्यसलाई मेन्टेन गर्नलाई सामान्य किसिमले जोर जबरजस्ती हुन्छन्। अलिकति के छ भनेपछि हेरचाह गर्नुपर्ने स्थितिहरू हुन्छन्। तर काठमाडौँमा बाट चाहिँ मान्छेहरू चाहिँ हिँडिरहेको अवस्था छन्, त्यहाँ व्यवस्थापन गर्दैन, बाटो हिँड्न पनि दिँदैन, बाहिरबाट आउनेलाई के छ भने आउन पनि दिँदैन, त्यहाँ पनि व्यवस्थापन गर्दैन भने राज्य श्रमिकप्रति काम गर्नेहरूप्रति चाहिँ के छ भने त्यति सकारात्मक भएको देखिएन। अझै अर्को शब्दमा भन्ने हो भने टोटली नै चुकेको अवस्था छ हामीले देखिरहेको छौँ। अब सरसर्ती हेरौँ, अहिले के छ लकडाउन लागिसकेपछि दुईटा क्षेत्र चाहिँ महत्त्वपूर्ण क्षेत्र हुन्छ। एउटा चाहिँ हेल्थ सेक्टरको वर्कर्सहरूलाई फुल रूपमा प्रोटेक्ट गर्नुपर्ने हेल्थ सेक्टरलाई, एउटा चाहिँ इकोनोमिक सेक्टर मुलुकमै पनि बेततीमा छ भने तिनीहरूलाई घरसम्म यदि त्यहाँ व्यवस्थापन गर्न सक्दैन भनेपछि उसलाई कमसे कम के छैन घरसम्म पुर्याइदिने चाहिँ व्यवस्थाहरू चाहिँ गर्नुपर्छ भन्ने स्पष्ट छ। र सँगसँगै अब अर्को कुरा, अब यो सर्ट टर्ममा के अरे क्यास ट्रान्सफर के अरे रकम, यो दाल चावल भन्दा पनि रकम नै दिनु पर्यो। अनौपचारिक क्षेत्रका श्रमिक, दैनिक काम गर्ने श्रमिक लगायतका जुन क्राइटेरियाहरू छ त्यसलाई त्यो यो जति दिएको छ त्यो सफिसियन्ट पनि छैन र सबै ठाउँमा पुगेको अवस्थाहरू पनि छैन। अनि लङ टर्ममा हेर्ने हो भने हामीले हेर्दाखेरि अवस्था हेरौँ के छ भने हामीले केही गर्नु पर्दैन। हामीले हेर्दाखेरि हामी आइएलओको विभिन्न कन्भेन्सनहरूलाई हामीले के छैन नेपाल सरकारले त्यो त्यसलाई समर्थन गरेको छ होइन, त्यसप्रति प्रतिबद्धता जनाएको छ भने इन्टरनेसनल लेबर स्ट्यान्डर्ड्समा भएका विषयहरूलाई के छ भने उसले अगाडि राखेर के छ लङ टर्मको प्लान बनाउनुपर्छ। र अब चाहिँ सरकारले र यहाँका पार्टीहरू पनि स्पष्ट रूपमा आनाकानी नगरिकन सोच्नुपर्ने बेला के भइसकेको छ भनेपछि अब जुन सामाजिक सुरक्षाका अवधारणा छ युनिभर्सल होस् या कन्ट्रिब्युटरी होस् त्यसलाई के छ यो मुलुकमा अगाडि ल्याएर चाहिँ जानुपर्छ। अनि मात्रै के छैन व्यवस्थित किसिमले जान सक्छ। र सँगसँगै अब यदि वैदेशिक रोजगारमा गएका मान्छेहरूलाई के छ भने बाध्यतामा गएछ भने यहाँ रोजगारी सृजना गर्न सक्नु पर्यो, यो सेक्टरहरूलाई के छ भने भाइबल बनाउन सक्नु पर्यो। होइन भने नेपाली श्रमिकहरू, नेपाली जनताहरू बाहिर पनि र भित्र कति दिन दुःख पाउने, कहिले चाहिँ आशा गर्ने। तर अहिले यस्तै दुःखको बेलामा थाहा हुन्छ, म्यानेजमेन्ट थाहा हुन्छ, त्यसपछि के छ भनेपछि त्यो कुन किसिमको के छ एडमिनिस्ट्रेसन छ त्यो थाहा हुन्छ। र यी सुशासन, मेन कुरा के छ भने सुशासनहरू थाहा हुन्छन्। हामीले थाहा पाइ नै रहेका छौँ, यहाँ चाहिँ एकतिर चाहिँ व्यवस्थापन गर्न सकिरहेको छैन, अर्कोतिर स्क्यान्डल भइरहेको स्थितिहरू छन्। यी तमाम विषयहरूले के छ भनेपछि
यो एउटा छुट्टो चुनौती छन्। आज हामी चुनौती त भोग्नु पर्ने नै छन्। यो लकडाउन कति दिन लाग्छ यो कसैले पनि थाहा छैन। लकडाउन बढाउँदाखेरिको स्थितिमा अब चाहिँ के छ भने अझै चाहिँ समस्या आउने अवस्था हुन्छन्। र सँगसँगै के छ भने जति पनि यो विपन्न वर्गहरू छ त्यो बिरामीमा निशुल्क उपचारको व्यवस्था गर्नु पर्यो। त्यसलाई के छ निशुल्क सबैले निशुल्क उपचारको व्यवस्था गर्न सक्नु पर्यो सबैलाई। किन उसलाई आम्दानी पनि छैन, अरू पनि छैन र भनेपछि त्यसलाई त व्यवस्था गर्नुपर्ने अवस्थाहरू हुन्छन्। र आउने दिनमा स्पष्ट रूपमा के छ भनेपछि यो लकडाउन यदि बढाउने हो भने, अगाडि लाने हो भने अर्को प्याकेज चाहिँ छिटोभन्दा छिटो चाहिँ आउनुपर्छ। यो सरकारको दायित्व हो र यो हाम्रो चाहिँ जोरदार माग रहेछ।